सुन्नु न दिदी त मसँग रिसाउनुहुन्छ झर्किनुहुन्छ बोलाउँदा पनि के भएको तपाईसँग कुरा सेयर गर्नुहुन्छ कि दिदीले हुन्छ नि त म एकचोटि गएर बुझ्छु जानु न है परदेशको ठाउँमा साथी भन्यो नि परिवार भन्यो नि हामी नै त हो कुरा सेयर गर्ने गएर बुझ्नु अहिले तिमीलाई आज भने के भएको च्याटमा बस्छौ कसैसँग कुरा सेयर गर्दैनौ क्या मलाई आजभोलि खोइ किन मलाई कोहीसँग बोल्न मन पनि लाग्दैन मान्छेहरू बोलिरहेको मलाई झ्याउ लाग्छ क्या तिमी चाहिँ किन आएको फेरि यहाँ भित्र गएर बस न किन आइराखेको झ्याउ लाग्छ क्या मलाई धेरै मान्छेहरूसँग यो बोल्दा आजभोलि मलाई एकान्त नै प्यारो लाग्छ त्यस्तो भन्नु हुँदैन केही प्रब्लम छ भने हामीसँग सेयर गर छैन यार साथी हो त्यस्तो प्रब्लम केही पनि छैन क्या खोइ किन हो किन आजभोलि अर्कै भइराखेको छ क्या बोल्न मन पनि लाग्दैन एकान्त नै प्यारो लाग्छ क्या तिमी चाहिँ किन आएको हो जाऊ बरु भित्र भाउ लाग्यो होला खाजा बनाएर खाऊ हिजो घरमा फोन गरेको कि घरबाट अलिक प्रेसर आयो क्या बिहेको तिमीहरूलाई भनौँ कसरी भनौँ मलाई अप्ठ्यारो लाग्यो क्या त्यति कुरा नै गर्न मन लागेन छोरी मान्छे आफूले बुझेर मात्रै डिसिजन गर हुन त हो कि यार यस्तो हुन्छ नि त अब फेरि अब अहिलेको मान्छेहरू अब धेरै जस्तो अब इमान्दार पनि हुँदैन होइन इमान्दार पनि हुँदैन फेरि अब आज बिहे गरेर भोलि डिभोर्स साह्रो हुन्छ छोरी मान्छेको जिन्दगीमा अब बिहे भनेको लाइफमा एकचोटि गर्नुपर्छ र यो एकचोटि गरेको बिहेमा पनि अब फेरि नराम्रो भयो भने गाह्रो हुन्छ कस्तो साथीहरू केही छैन ठिकै छ गफ गरिरहनु कतिखेर आएको तिमी चाहिँ भर्खर अनि खाजा खानुभयो खाइसक्यो तिमीले खायौ के भएको तपाईँले खासमा किन साइड भएर बस्नुहुन्छ हामीसँग कुरै सेयर नगरी क्या हिजो घरमा फोन गरेको थिएँ बिहेको कुरोहरू आइराखेको थिएँ तिमीहरूलाई पनि भन अलिकति अप्ठ्यारो लाग्यो त्यो अरूलाई त्यसको लागि नरिस यति कुराले मात्रै हुन होला तपाईँ साइड हुनुभएको अरू केही होला होइन अब पहिलाको माया पनि होइन आफूले त्यत्रो अब बुझेको माया 5 वर्षसम्म बोल्ने मान्छेले चाहिँ अब माया बुझेन अब फेरि अब नचिनेको मान्छेसँग अब कसरी बिहे गर है बिहे गर भनेर घरबाट भनिराखेको छ बिहे अब कोसँग गर्न आफ्नो भए आफूले बुझ्ने मान्छे भए लाइफ काट्न सजिलो हुन्छ अनि यति सानो कुरामा स्याड भएर एक्लै बस्ने हो त केही कुरा सेयर गर्नुपर्छ परदेशको ठाउँमा ठिकै छ नि त बुझेर होइन बुझेर सल्भ गर्नु हेरौँ अब के हुन्छ